हजुर नमस्ते सबैलाई चाहिँ एकदम नमन गरेँ। जय नेपालको न्यानो वादन गरेँ। मेरो जन्मभूमि वालिङ नगरपालिका वार्ड नम्बर 14 स्थित हुदी भन्ने गाउँको यो चाहिँ प्राइमरी स्कुल थियो। चाहिँ हेर्नु त यो चाहिँ स्कुल अर्को कोखेमा निम्न माध्यमिक विद्यालयमा मर्च भयो। यहाँ चाहिँ विद्यार्थी कम, सबै विस्थापित मान्छेहरू सबै त्यस्तो भयो मित्र। दुःख लाग्छ। यस्तो ग्राउन्ड मिलेको थियो, राम्रो थियो। अनि यसमा मित्र मैले चाहिँ मेरो पूजनीय पिताको लागि मैले चाहिँ फोकस गरेको होइन, त्यो नसोधिदिनु होला। यसमा सबै हाम्रो चाहिँ होगदीवासीको सबैको श्रमदान, मेहनत, पसिना सबैको त्यो छ। कसैले भूमि दान गर्नुभएको थियो, त्यहाँ थियो पहिला स्कुल, अहिले त्यहाँ मन्दिर भयो, त्यहाँबाट यता सारेको पछि ट्रान्सफर गरेको हो। तर यस्तो सुनसान भयो, के गर्नुहुन्छ। अनि रहेको यसमा मैले मेरो बुवाको कुरो मैले तेर्साएँ। यसमा सबैको श्रमदान छ, सबैको उत्तिकै योगदान छ। तर मैले भन्न चाहेको के भन्दा मेरो पूजनीय पिता ओबबहादुर कुँवर, उहाँ चाहिँ पहिला पञ्चायत कालदेखि नै सदस्य, यो वार्ड नम्बर 2 हुगदीको, पहिला वार्ड नम्बर 2 हुगदी थियो, अहिले चाहिँ 14 भयो। पहिला कालीकोट गाविस थियो। त्यति बेला सक्रिय भएर चाहिँ हाम्रो बुवा सदस्य भएको पालामा, वडा सदस्य भएको पालामा यसलाई चाहिँ सरकारी नियुक्ति, सरकारी चाहिँ के अरे स्कुल चाहिँ सरकारी भएको हो यो विद्यालय। त्यसमा हाम्रो बाको ठुलो देन छ। मैले मेरो बालाई मात्र लक्षित गरेको नि, त्यो अन्यथा नसोधिदिनु होला। तर हो फेरि भएकै त्यही हो। मेरो बुवा चाहिँ सदस्य भएको टाइममा उहाँले चाहिँ रात दिन मेहनत गर्नुभयो। म सबैको श्रमदान छ त मैले भनिसकेँ, त्यसमा कोही दोबिँदै रहेन। सबैको दान उत्तिकै छ। र हाम्रो बाबाबाट सदस्य भएको बेलामा पहिला त्यहाँ टर एउटा खरको छानाको बनाएर पछि चाहिँ यो स्कुल सरकारी स्वीकृति पाएर सरकारी भएको विद्यालय हो। तर चाहिँ के गर्नुहुन्छ, अहिले चाहिँ सबै शिक्षकहरू विद्यार्थीहरू सबै कमी भए। कोही सबै मान्छेहरू सबै कोही तराईतिर, कोही वालिङ, कोही काठमाडौँ, कोही पोखरा सर, र यहाँ चाहिँ विस्थापित जस्तो भयो। तल कोखेका तल कपासे र हाम्रो एउटा वार्ड पर्ने कपासी गाउँको पनि उता डोरेनीतिर नजिक पर उता जाने, यता उकालो पर्ने, त्यसबाट नआएर यो चाहिँ त्यसो भयो। हाम्रो बाको यसमा ठुलो योगदान छ। प्लस पोइन्ट दिलबहादुर कुँवर हाम्रो बाबा, अनि कपासी नरबहादुर सिङ्गाली हुनुहुन्थ्यो। उहाँहरूको पालामा निकै मिहिनेत गरेर मेरो बा यो स्कुलमा आउने बारेमा मेरो बाको ठुलो योगदान छ। त्यही हो, तपाईँले यो चित्रले आफ्नो बाको त कुरो गर्छ नहुनु, मैले चाहिँ कुरो मेटिसकेको छु। सबैको उत्तिकै देन छ, बराबर सबैको पसिना मिहिनेत खुन लागेको छ। तर त्यसमा मेरो बाको अध्यक्षतामा यो चाहिँ सबै भएको थियो। हाम्रो बाबा चाहिँ अहिले हक्की हुनुहुन्थ्यो, हुनुहुन्छ, अब हुनुहुन्छ। अहिले त 90 वर्षको हुनुभयो, तराईमा मसित हुनुहुन्छ। अहिले त अब मेसो पाउनुहुन्न उमेरको हदले गर्दाखेरि। त्यस कारणले त्यो बनाउनु भयो, सरकारी पनि भयो। तर अहिले चाहिँ विस्थापित भएर अर्कोमा मर्च भएको छ, अर्को विद्यालयमा। त्यही हो कि, त्यसभन्दा म चाहिँ ठुलो बनाइनँ। यसमा सबैको श्रमदान बराबर, जम्मैको बराबर, होगदीवासी सबैको बराबर छ। तर यसमा हाम्रो बाबा चाहिँ के अरे ओबबहादुर कुँवर र दिलबहादुर कुँवरहरू, उहाँहरू सदस्य, वडा सदस्य भएको टाइममा यो चाहिँ शिलान्यास भएर सरकारी भएको स्कुल हो, सरकारी विद्यालय थियो। तर चाहिँ अहिले चाहिँ सबै अब स्कुल चाहिँ यहाँ विद्यार्थी कम आउने, पढ्न नआउने भएर यसलाई चाहिँ मर्च गरेर कोखे माध्यमिक छ कि त्यो निमावि तह छ, के हो राजु त्यो कोखेको स्कुल मावि हो कि निमावि हो? निमाविमा मर्च भएको छ। त्यस भएर यहाँको टिचरहरू पनि भएको त्यति जानु। पहिला चाहिँ त्यहाँ खरको छानाबाट त्यहाँ चाहिँ टरो बनाएर त्यहाँ चाहिँ विद्यालय सुरु गरेको हो। त्यसमा हामी केटाकेटी थियौँ। पञ्चायतकालमै सुरु भएर पछि चाहिँ प्रजातन्त्र आएपछि यसमा ठुलो हात चाहिँ यसरी त्यसरी रहेको। मैले चाहिँ मेरो बाको गुणगान गाएको होइन, तर सबैको हात छ नि। फेरि यो होइन कि ओबबहादुर कुँवरले मात्रै बनाएको भने त्यो अन्यथा अर्थ नलागोस्। म यसमा सोसरी भन्न चाहन्छु, माफी माग्न चाहन्छु। मैले चाहिँ मेरो बाको फोकस गरेको होइन, फेरि यसलाई सोसरी है, तपाईँले माफ दिनु होला। म चाहिँ यस्तै अब सिलसिलाबद्ध आएको बेलामा मैले चाहिँ एउटा भ्लग भनौँ अथवा मैले यो भिडियो बनाएँ यसको लागि। त्यसो भन्दै म चाहिँ अहिले बिट मार्छु। हस्ते नमस्ते, म यसो हिँड्नुपर्ने, फेरि अर्को आउँदाखेरि चाहिँ ठुलो बनाउने छु भन्दै अहिले बिदा हुन्छु। हस्त नमस्ते।